हेलो नमस्कार है सम्पूर्ण मेरो फेसबुकदेखि लिएर युट्युब मित्रलाई र आज फेरि मैले तपाईहरु समक्ष सानो ब्लग लिएर आएको छु है। यो ब्लग चाहिँ विशेष एउटा डकुमेन्ट्रीको रूपमा लिएर आएको छु है। किन भन्दाखेरि मैले यो ब्लग देखाउनुको मूल उद्देश्य चाहिँ हाम्रो बाबुबाजे पुर्खाहरू चाहिँ मैले जुन दृश्यहरू तपाईहरु समक्ष अगाडि राखिरहेको छु है, यही ठाउँमा नै हाम्रो बाबुबाजे पुर्खाहरू दुःख कष्ट गरेर हुर्किएका थिए र कति बितेर गएका थिए यही ठाउँमा नै है। यो ठाउँमा जो अहिले म उभिरहेको छु है, यो ठाउँमा जुन अंश देख्नु भएको छ है, त्यो चाहिँ पानीको ट्याङ्की अरे है। यो पानीको ट्याङ्की बाट नै हाम्रो बाबुबाजेले पानी खाने गर्थिछ भन्ने गर्छ है। र यो सम्पूर्ण जति पनि देख्नु भएको ठाउँहरुमा देखेर चाहिँ यहाँ नै हाम्रो बाबुबाजे पुर्खाहरूले दुःख कष्ट गरेर बसेका थिए अरे। र पछि गएर उहाँहरूले यस्तै कष्ट दुःख कष्टहरू हुन्छ पछि नाता नातिनीहरूले भनेर उहाँहरू अहिले हामी जुन ठाउँमा हुर्किए है र म जुन ठाउँमा हुर्केँ त्यो ठाउँमा बसोबास गर्न थाले 1971 सालदेखि भन्ने गर्छ है। र यो ठाउँमा एकदमै कष्ट दुःख कष्टहरू थियो र हामी नयाँ कटारीमा सरेको भनेर चाहिँ भन्ने गरेको छ है बाबुबाजेहरूले। साँच्चै नै सोच्दाखेरि अहिले यो ठाउँहरू हेर्दाखेरि शान्ति भए पनि तर बाबुबाजेले बहुत दुःख गर्नु पर्थ्यो जस्तो लाग्छ है। र अहिले हामी जुन ठाउँमा बस्छौँ त्यो ठाउँको नजारा चाहिँ यस्तो छ है। यो हाम्रो गाउँदेखि केही माथि अवस्थित सालघारी है, यहाँ सालघारी भन्ने गर्छ है। एकदमै राम्रो नजारा छ है, राम्रो दृश्यहरू तपाईले देखिरहनु भएको छ है। यहाँ टाढा टाढा आएर सेल्फीहरू लिने गर्छ र हाम्रो गाउँको दृश्य पनि प्रत्येक घरको दृश्यहरू म तपाईहरु समक्ष लिएर आउने छु है र देखाउने छु। यो हो हाम्रो गाउँ है, सुन्दर गाउँ, रमाइलो गाउँ। यही गाउँमा नै हामी हुर्क्यौं बढ्यौं र यो उमेरका भएका छौं है। र यो भिडियो यो गाउँको भिडियो बनाउनुको मूल उद्देश्य नै पछि गएर है 20-22 वर्ष पछि गएर चाहिँ हाम्रो यो परिवर्तन हुने समाजमा है हाम्रो घरहरू हाम्रो गाउँहरू कस्तो थियो भन्ने नाता देखाउनको निम्ति नै मैले यो एउटा सानो भिडियो गरेको हुँ है। र यो हाम्रो गाउँहरू हो है र गाउँको घरहरू हो। र यो भन्दा 20-25 वर्ष अगाडि हाम्रो गाउँहरू यस्तो थिएन है। यो भन्दा पनि एकदमै जटिल अवस्थामा हामी हुर्किएका थियौं है। र घरहरू पनि यस्तो थिएन, एकदमै दयनीय अवस्था थियो त्यो समयमा। तर अहिले धेरै चेन्ज भएर हामी यतिको स्टेजमा आएका छौं है। र आउँदो दिनहरुमा पनि हामी र हाम्रो छोराछोरीहरू चेन्ज भएर यो समाज यो गाउँ घरै चेन्ज हुन्छ जस्तो लाग्छ। र पछि हाम्रा नाता नातिनी पुस्ताहरूले चाहिँ हाम्रो बाबुबाजे आखे मेमेहरू कस्ता घरहरूमा बस्थे, कस्ता थियो होला गाउँ भन्ने उनीहरूलाई लाग्छ। जस्तै कि अहिले मलाई लागिरहेछ हाम्रो बाबुबाजेहरू पुर्खाहरू कस्तो घरहरूमा बस्थ्यो भन्ने मलाई लाग्छ है। र मैले त्यो ठाउँ मात्र देखाउन सकेँ तपाईलाई, तर घरहरू देखाउन सकिनँ। र त्यसैको मूल उद्देश्य र चाहनाले गर्दा नै मैले यो घरहरू देखाउने, यो घरहरूको भिडियो बनाउने, गाउँको समाजको भिडियो बनाउने मैले एउटा इच्छा लागेर मैले बनाएको है। यो हाम्रो गाउँको क्लब है, यो हाम्रो गाउँको घरहरू है, यस्तै छ। हेर्दै जानुहोस् मेरो गाउँको प्रत्येक घरहरूको भिडियो है। र कति गाउँका मेरो दाजुभाइ दिदीबहिनी अथवा बाजे बोजूहरूलाई नराम्रो लाग्छ यो भिडियो बनाएकोमा है। त्यसमा भित्री मनबाट क्षमा चाहन्छु। मैले कुनै पनि नराम्रो सोच र नराम्रो विचार लिएर
यो भिडियो बनाएको छुइनँ है, यो एउटा जस्ट डकुमेन्ट्रीको लागि मैले यो भिडियो बनाएको छु है। पछि गएर त्यहाँ हाम्रो बाउबाजेहरूले जसरी त्यो समयमा भिडियो बनाउन सकेन, कुनै पनि साधन नहुँदाखेरि, र मैले अहिले यो मोबाइलको माध्यमबाट यो भिडियो बनाएको छु, र पछि गएर हाम्रो नाता नातिनी पलातिनीहरूले यो भिडियो हेरेर त हाम्रो बाउबाजेले यस्तो घरमा बस्दैछ भन्ने चाहिँ त्यो देखोस् भनेर मात्र यो भिडियो बनाएको। यसमा अनाथ नसम्झिदिने भन्दै यो भिडियो तपाईँहरूले कन्टिन्यू हेरिदिनुहुन्छ भन्ने आशा राख्दै Now pop. र मेरो सम्पूर्ण फेसबुकदेखि लिएर युट्युब मित्रहरूले यो मेरो ब्लग हेरिदिनु भएकोमा है धेरै धेरै धन्यवाद भन्दै म यो